हेलो नमस्ते सबैजनालाई। आज मसँगै मेरो पसलको सुरुवात गरौँ है त साथीहरू। घरको कामहरू सकेर म सिधै पसल आएँ। सटर तानेर चाहिँ आजको दिनको सुरुवात गर्न थालेँ। सुस्त मैले कपडाहरू सबलाई बाहिर निकालेँ। डम्मी निकाल्दै निकाल्दै कस्टमरहरू आउनुभयो र उहाँहरूसँग अलिकति टाइम स्पेन्ड गरेँ। त्यसपछि फेरि म मेरो कामतिर निरन्तर लागेँ। सामानहरू हिजो धेरै लथालिङ्ग भएको थियो अनि त्यसपछि तिनी सब सामानहरूलाई मिलाउन थालेँ। कपडाहरूलाई ठाउँ राख्न थालेँ मैले। यिनी सामानहरू सबलाई ह्याङ्गरहरूमा सुस्त मिलाउँदै गएँ। पसललाई नजे भए नि सफा गर्नु पर्यो नि आजको दिनको लागि। अनि बडार बुडुर पारेँ। बडार बुडुर पुछपाछ पारेपछि मैले भगवानहरूको कुल पितृहरूलाई सम्झेर यहाँ अगरबत्ती बालेँ। मलाई चाहिँ पूजापाठ गर्दा अलग्गै आनन्द महसुस हुन्छ कि साथीहरू। त्यही भएर पसलमा बत्ती बालेपछि मेरो पसलको फाइनल लुक है आज बाहिरबाट यस्तो देखिएको थियो भने मैले तपाईँहरूलाई भित्रबाट पनि देखाउँछु है त साथीहरू। यहाँबाट भित्र गइसकेपछि यताको यो सेक्सन चाहिँ हाम्रो भेराइटी छ कि बाहिरको सामानहरू छ भने यो सेक्सनमा हामीले नेपाली प्रडक्टहरू राखेका छौँ। यो सब नेपाली मेड हो। यो प्यान्टहरूको सेक्सन भयो हाम्रो होइन। अनि त्यसपछि यो ड्रेस पनि अहिले एकदम ट्रेन्डमा छ कि खुब चलेको छ है। यो प्यान्टहरूको कलेक्सन। त्यसपछि यो सेक्सन फेरि अर्को ड्रेसहरूको कलेक्सन भयो। हाम्रो टपको कलेक्सनहरू चाहिँ यता छ है साथीहरू। यो सब टपको कलेक्सनहरू भयो। बाई बाई। थ्याङ्क यू सो मच फर